गाइस गुड मर्निङ। मैले चाहिँ दाइसँग फेरि अर्को भिडियो बनाउँदैछु। अघि शिलाजितको विषयमा कुरा भएको थियो, आज दाइले हाम्रो जुम्लाको विषयमा कुरा गर्नुहुन्छ। जुम्ला कस्तो छ अनि के भन्ने होइन दाइ? हजुर, यो शिलाजित अनि त्यसपछि यार्सा गुम्बाहरू चाहिँ कहिले कहिले लिन जानुहुन्छ? म त बेली आएर 4 दिन भयो अरे। 4 दिन भयो, 4 दिनबाट आएर दारी नै गुरुजीकोमा आयौँ। ठ्याक्कै बहिनी भेट भयो, कति राम्रो भयो। अनि जुम्ला भन्नुभएको है हजुरले? अरे जुम्ला सिजा एकदम स्पेसल सिजा, खस भाषा उद्गम थलो त्यही ठाउँको मान्छे ठाउँमा। अनि जुम्लाको विषयमा के छ त्यहाँको कल्चरहरूको विषयमा? जुम्ला त त्यही त राका हाल्दा अनि पुनी पर्व अनि एकदम मेला पाठ लाग्दा भटभटी गरेर अब जति मान्छे गए पनि त्यो तपाईँको स्विजरल्यान्ड भन्दा अब त्यो जानलाई कष्ट पो छ त, आउनलाई त यहाँ धेरै गाह्रो छ त्यहाँ। जुम्ला डोल्पा सबै एकै ठाउँतिर हो? जुम्ला मुगु डोल्पा भनेको एकै ठाउँ हो, त्यो छिमेकी हाम्रो जिल्ला। ए अनि हजुरलाई म एउटा विषयमा सोध्छु क्या, त्यो त्यहाँनिर यस्तो के जोइन भएको घरहरू, खप्टिएको घरहरू हुन्छ है? हजुर हजुर। त्यो घर चाहिँ कस्तो अरे? त्यो घरको विषयमा त्यो घर कस्तो भन्दाखेरि धेरै यो काठमाडौँ जस्तो ठोठोर तपाईँको रोड ठोठोर तपाईँको अलग अलग घर त्यो हुँदैन। त्यो ठाउँमा के हुन्छ भन्दाखेरि हिउँ आउँछ, त्यो चिसो हुनाले तपाईँको एकदमै तपाईँको खप्टिएर घर बनाएपछि आगो बालेपछि एक घरको अर्को घरमा त्यो धुवा गयो भने त्यो तातो भएर बस्ने भए। अनि त्यहाँ च्याङ्राहरू हुन्छ, चौरेहरू हुन्छ, भेडाहरू हुन्छ, घोडाहरू हुन्छ, त्यो तल गोठमा बस्छ, माथि मान्छे बस्छ, त्यही हो। अनि त्यो जुन हजुरले बनाउनु भएको, त्यो हजुरहरूले बनाउनु भएको घर छ नि, त्यो खप्टिएर बनाएको घर, हजुर जस्तै पानीको सिजनमा पानी पर्दा अनि हिउँ कतै धेरै आउँछ भन्नुभएको थियो, हिउँ पर्दा केही पनि हुँदैन? हिउँ आयो पनि हजुर अब के गर्ने, अब त्यो 12 महिनामा राख्न मिल्दैन त्यो छतमा। 12 महिना राख्नको लागि त त्यो हिमालहरू छुँदैछन्। त्यो ठाउँमा तपाईँको अब किन तल चुइन्छ भनेर तपाईँको त्यो काठको तपाईँको दाफ्लो गरेर त्यो तपाईँको बाहिर फाल्छन्। त्यो फालेपछि सजिलो भयो। पानी आयो भने उयो सिमेन्टी प्लस जस्तै गरिया घर हुन्छन्, त्यो तपाईँको यहाँ सिमेन्टी प्लस्टर गरिया भए। हाम्रा त्यो छतमा तपाईँको मान्छे आउने बिस्किनहरू सबै तपाईँको ओढ्ने ओछ्याउने सबै यो खानेकुराहरू त्यहीँमै राखेपछि त्यो उयो सिमेन्टी प्लस्टर जो भएको माटो बलियो हुन्छ, केही पनि हुँदैन बलियो ढुङ्गो बुन्छ र हान्दा पनि नफुट्ने माटो गरे हुन्छन्। कस्तो त्यस्तो हुँदो रहेछ, मलाई एकदम अचम्म लाग्यो। अनि अर्को त्यो क्युरियोसिटी थियो क्या अस्ति फिल्ममा पनि? हजुर हजुर, फिल्ममा गएको त त्यही ठाउँको सिनहरू हालेपछि त हबै त्यही ठाउँमा छ, अरू अन्त कहाँ पाइनेछ। अनि त्यसपछि त्यहाँनिर त्यो घरको माथि आगो बालेको हुन्छ नि, सबैको घरको माथि आगो त्यो राँका हालेको, त्यो तपाईँ साउने सङ्क्रान्तिमा त्यो राँका हालेको, त्यो तपाईँको उयो लुङ्का सुन्छ कानबुच्छलै त्यो तपाईँको रावणले तपाईँको त्यो पुछुर जलाएर हिँडेको ठाउँ त्यही हो। त्यही भएर त्यहाँ तपाईँको इतिहासको पाना हो नि सिजा भनेको। त्यहाँ ठाउँमा के चिज छैन, सबै चिज छ। के नै यहाँ नेपालीहरूले बुझ्दैनन्। यो त्यो ठाउँमा अहिलेसम्म बिजुली बत्ती छैन, त्यो ठाउँमा अहिलेसम्म रोड छैन, त्यो ठाउँमा बनाउनु पर्ने ठाउँमा बनाएको छैनौँ, नबनाउने ठाउँमा बनाएको छ। त्यही भएर हामीलाई साह्रै दुःख छ। 4 महिना भयो घर गएन, उयो विदेश आए जस्तै छ काठमाडौँ। कति टाइम लाग्छ हजुरलाई गाडीमा? 4 दिन लाग्छ र 4 दिन यहाँबाट रेगुलर गएपछि 4 दिन लाग्छ, खुट्टा यतै हुनिरहन। अब त्यही पनि कर्णाली राजमार्ग भने तर मित्र राजमार्ग। गाडीमा गएर पनि हिँड्न पर्छ हजुरले? हिँड्नुपर्छ 1-आधी घन्टा। 1-आधी घन्टा लामो लगाएर गएपछि बल्ल पुग्यो घर। डाइरेक्ट घरमै कहाँ पुगिनेछ रे? गाडीमा गएर 1.5 घन्टा हिँड्न पर्छ। त्यस्तो छ त्यो ठाउँ, धेरै गाह्रो छ। यो जडीबुटीहरू हेर्नु, यो 100-150 वटा जडीबुटी पाइने ठाउँ हाम्रै त्यही जुम्ला सिजा। अब के गर्ने, खुट्टाको नुकदेखि लिएर शीर्षमा फाइदा हुने चिज, एकचोटि खाए 3 चोटि याद आउने चिज, हाम्दा गिलो हाम्दा साह्रो हुने चिज। अब के गर्ने अब है? अब यहाँतिर छाम्नुहोस् त, खै छाम्नु, यसरी हान्नु त, यसरी हान्नु त। हेर चोर लगाला यस्तो हेर, जति छामेर पनि किलो छ कि। अनि हान्दा चाहिँ फेरि सिसा जस्तै फुल्दो रहेछ, त्यो मलाई एकदम अनौठो लाग्यो। त्यही भएर यो यार्सोकोमा त्यहीँ पाउँछ, शिलाजी त्यहीँ पाउँछ, केसर त्यहीँ पाउँछ, अनि मार्सी चामल त्यहीँ पाउँछ। अब के गर्ने, स्याउको जङ्गल त्यहीँ छ, ओखरको जङ्गल त्यहीँ छ,
त्यो चिज अस्ति भर्खर ज्ञानेन्द्र शाही माननीय भएर अहिले न स्याउ बिग्रिएर न त्यहाँको मान्छेले अलिकति उ भयो सजिलो भयो नत्र त धेरै गाह्रो थियो जो भयो त्यही कुहिएर जान्छ अनि सुन्नु न त्यो के अरे किरा सिला यार्सा गुम्बा यार्सा गुम्बा चाहिँ टिप्न जानु त नि त्यो यार्सा गुम्बा भनेको त किरा है 6 महिना किरा 6 महिना वनस्पति मान्छेबाट ज्यानको बाजी राखेर निकालेर ल्याउँछ त्यही भएर तपाईँको आफै जानुहुन्छ टिप्न आफै अब जान लाग्यो त अब 10-12 दिनपछि अब सिजन आयो अब जेठको अन्तिम हामी जाने हो कति लिएर आउनुहुन्छ एकचोटि गएको बेलामा त्यही त हो त अब पाउने मान्छे कोही 100 500 थोरै हुन्छ कि धेरै हुन्छ धेरै हुने भए त दुनियाँ मान्छे जाँदैछ धेरै भन्दा धेरै कम हुने 6 महिना किरा 6 महिना बन्द 1 वर्षको एकचोटि पाइन्छ त्यही ठाउँ गयो भने त्यही पनि मन्ने उनके बाहिनी लेग लाग्दो छ चिसो लाग्छ खानेकुराहरू पच्दैन कष्ट कति छ त्यही पनि अर्ग्यानिक चिजहरू लिएर बोकेर राम्रो सबै झोलामा हालेर लिएर जान्छौँ हामी त्यो चाहिँ अनि बिहान गएर बेलुका खोजेर फर्केर आउनुहुन्छ कि जङ्गलमै गएर जङ्गलमै खाएर बस्नुहुन्छ कठै गोबिया काउलीका गरी घर अगाडि बाँड्यो त कहाँ पाइने चिज हो त्यो त 4 दिन लाग्छ त्यो मेरो गाउँबाट 4 दिन हिँडेर जान्छ 2 दिन उधो 2 दिन उभो त्यो लेकमा तपाईँको सबै त्यो जौको सातु अनि फापरको पिठो त्यही त हो त माछी चामल दाल बोकेर अनि कोक्कर सबै 10-12 जना ग्रुप गरेर जान्छ हामी अनि जङ्गलमै बस्ने त्यही पाटनमा तिर्पाल हालेर त्यहाँ बसेर 1 महिना सिजन हुन्छ त्यही टिपेर पछि आउँछ हामी बाघहरू आउँदैन बाघहरू आयो हामी सिलाद खायो क्या सिलाद खायो ड्याङ्की हानेपछि त भयो दाइ त कस्तो सिरियस हुँदा जोक गरिहाल्नुहुन्छ अनि के सोध्न मन लाग्यो गर सोध केले जाउँ त अब भया गुडाहरू कथा अरू गर्न के छ के हुन्छ केसर भयो केसर भनेको के हो केसरी खाएपछि हुन्छ बेसरी के हो पानीबाट चाहिँ मूल छ नि त मूल त्यो स्पेसल जडीबुटी जहाँ पाइने त्यही ठाउँको मूलको पानी धमिलो पानी खाने त हो धमिलो खाएर पनि हेल्दी हुने चिज हो थ्याङ्क यू सो मच दाइ हजुरसँग धेरै कुरा गर्न मन ठिक छ अब त्यही त हो त यहाँ सिलाइ हुने यही हजुर यो कस्तो हुन्छ भने यहाँ यसरी भाँचिँदैन यहाँ यो अरू चिज गाडीको ह्यान्डल जस्तै मोटाउन सक्नुहुन्छ तर अरू जो पा त्यसले यहाँ हेर्नु त तपाईँको अब हान्दा त्यो हुँदैन हेर्नु यहाँ तपाईँले हान्नु सक्नुहुन्न कि यहाँ त हेर्नु यसरी चुड्ने यो भयो भने हेर्नुहोस् हेर्नु यस्तो हुने हो क्या यसरी तपाईँको यस्तो खतरा चिज यसरी हान्यो भने यसरी चुड्ने हेर्नु यस्तो चिज यो तपाईँको यो जहाँ जोइन गर्यो त्यहाँबाट आउँदैन क्या मेन भनेको खास चिज भनेको यस्तो हो हेर्नु यो टुटी होइन सिलाज छ त्यसपछि केसर भनेको के हो देखाउनु मिल्छ होला मिलिहाल्छ कठ नेपालको चिजहरू के चिजहरू बाहिर बिक्री हुँदैन देऊ अब त्यही त हो त यहाँ र यही हो यसरी हालिएको यो केसर के गर्ने यो चाहिँ केसरी खाएपछि हुन्छ बेसरी भन्ने चिज केसरको 10,000 रुपियाँ हो केसरी भनेको चाहिँ मैले त धुलो होला सोचिरहेको केसरी भन्ने छुट्यो केसर भन्ने छुट्यो केसरी यो स्याफ्रन भन्छ यो तपाईँ स्किनको लागि पनि राम्रो गर्छ यो छालाको लागि पनि राम्रो गर्छ यो महिनावारीको लागि भयो गर्भवतीको लागि भयो प्रेग्नेन्सीमा चाहिँ दुधमा हालेर यसरी खान्छ बच्चाहरूको ग्रोथ राम्रो होस् यस्तो राम्रो गर्छ बच्चा फेरि कतिको कति पर्छ दाइ यो 1 ग्रामको 700 रुपियाँ पर्छ कति हुन्छ जति भयो एकदममा 1 ग्राम भने कति आउँछ यहाँ र तराजु छ बट्टा छ होइन पर्दैन सबै चिज छ यहाँ र तराजु पनि छ हतार भएन तपाईँलाई हतार भयो मलाई होइन त्यहाँ यसरी तोलेर दिने ट्याक्कै सबै व्यवस्थित सामानहरू यस्तो यो सबै बेच्नु भयो भने कति आउँछ यो त कति भनेर उयो हुँदैन यो तपाईँ नतोल्दासम्म थाहा हुँदैन यो किन केसर भन्ने चिजहरू यो तपाईँको यो अन्दाजले हुँदैन
त्यो गोबी काउलीको जस्तो गरेर नेपालकोबाट जम्मू कश्मीर भनेकोबाट सुन्नु न यो चाहिँ बनाएर ल्याउनु भएको हो कि यस्तै जङ्गलमा पाइन्छ ए कान्ने हो त्यो जुङ्गा मकैको जुङ्गा जस्तै खेती गर्नुपर्छ खेती गर्नुपर्छ एउटा फुलमा जम्मा 3वटा मात्र आउँछ ए त्यस्तो पो हो त्यही भएर यो तपाईँको 13 लाख रुपियाँ केजी पर्छ ए सुन फलाउने ठाउँ हो हेर्ने अब यहाँ सरकारले यहाँ व्यथा बनाइसक्यो व्यवस्थापन छैन है, व्यवस्था त्यो छैन पनि। अन्धधन्दा छ जडीबुटीको राजा ठाउँ अब सुन भन्दा सुन पाइने ठाउँ माटो समाते पनि अन्न फल्ने ठाउँ अब के हेर्ने अब दाइ म हजुर। त यत्रो कुरा नामै सोधेको हुन्छ हजुरको नाम के हो मेरो नाम शिलाजित भनेर चिन्छ ए हो ए साँच्चीकै भन्नु न। रामबहादुर रोकाया ए ओके थ्याङ्क यू सो मच दाइ हजुरसँग राम्रो कुरा गर्न पाएँ थाहा नपाएको कुराहरू पनि मैले आज ओके थाहा सर पाएँ। फेरि फेरि नयाँ कुरा नआएर गरौँला। एकदम उ गर्दै रह्यो होइन कुरा भइहाल्छ नि अब है जुम्ला गए पनि भिडियो बनायो हस् थ्याङ्क यू दाइ अब खुसी हजुरसँगै लाग्यो। जाने जुम्ला चाहिँ ल जाउँला त के छ त यो के छ ल थ्याङ्क यू दाइ मजाले ल ओके